ल साथीहरू हेर्नु त बजार आज बाबुले लगेको सबैलाई नमस्ते गरेर घर आउन नमानेर पिछा लागेर सबैको। ल अब आज हामी जयकोटी भित्रको बजार घुमाउनु लाँदैछु। मैले बाबुलाई र म र भान्जी भएर गएको। बाबुले सबै तानेर सबै बोराहरूको निकालिदिएर फालिदिएर हामीले यहाँ भेली लिँदै थियौँ। बाबुले पुरै तान्ने मुस्कुराउने दिदीसँग मक्ख पर्ने अरे। त्यसपछि हामीले साग पनि एउटा मुठा लियौँ। अनि फेरि हामी बाबुले के गरिरहेछ भनेर यता र उता खोज्दै मक्ख परेर यहाँ यो आमा सिम काखमा गइहाल्यो। को आमा थाहा छैन, त्यो बजारमा भेटेको आमाको पछि गइहाल्ने, पिछा लगाइहाल्ने, यहाँ बुवालाई नमस्ते गर्ने, जो देखेछ बाबा सबलाई नमस्ते गर्दै हिँड्दै। कति ज्ञानी, कति राम्रो संस्कार भन्दै यहाँ बुवाले माया गरिरहनु भएको छ उसलाई। त्यसो आमासित फेरि उता भान्जीको काखमा गइहाल्यो। लग्छु मैले भनेको डराएर भान्जीलाई जोडले पक्रेर बस्यो। त्यसपछि हामी फेरि अगाडि बढ्यौँ। अब राति हुन लागिसकेको थियो। बाहिर हतार हतार गर्दै बजार गरेको र मैले फर्स्ट टाइम लगेको मैले बजार यसलाई, यहाँ मकै पोलेको। अनि हामी घर फर्क्यौँ। उहाँ हिँड्दै हिँड्दै दुईजना भएर खुसी हुँदै हात पक्र्दै दिदीको। अनि काखमा लिनुभयो। फेरि नानीले खुट्टा दुख्यो भाइको भन्दै अनि स्कुटीमा बस्यौँ हामी तीनजना। अनि रिटर्न भयौँ घर। यस्तो अँध्यारो भएको थियो हामी आउँदा चाहिँ, अँध्यारो भइसकेको थियो। अनि यो चाहिँ शङ्खनगरको मन्दिर हो कि कस्तो राम्रो छ त्यहाँको। बाबुले यताउति हेर्दै इन्जोय गर्दै आछ। अनि हामी फेरि घर पुगिसक्यौँ। घर पुगेपछि बाबुले उहाँ दिदीलाई लिन आउनुहुन्छ भने उहाँ कुरेर बसिरहेको छ। अगाडि नबढ्ने रे, हिँड हिँड भनेछु मैले, उभिएर बसिरहेको छ। कति बेला लिन आउनुहुन्छ भन्दै। त्यसपछि नानीले उहाँ ढोका खोलेर राजा आउनुभयो भन्दै भन्नुभएको छ। यो चाहिँ बाबुको फुपूको घर हो। बाबुको आफ्नो घर चाहिँ मणिग्राम शिवपुर हो। बाबु चाहिँ अहिले फुपूकोमा छ आफ्नो। अनि घर आयो बाबु। ल घर आइपुग्यो साथीहरू। फेरि भेटौँला अर्को भिडियोमा। ल अहिलेलाई बाई।